एक दिन स्कुलमा छुट्टी हुन्छ, हजुरलाई त्यही बच्चा बच्ची एक दिन घरमा झेल्न हजुरलाई झ्याउ लाग्छ, बोर लाग्छ, एकदम इरिटेट फिल हुन्छ। अब हजुरले अब के आश गर्नुहुन्छ त्यस्तो छोराछोरीबाट अथवा त्यस्तो बाबु नानीहरूबाट हजुरले के आश गर्नुहुन्छ? उनीहरूको कुरा सुन्नुहुन्न, उनीहरूको इच्छा बुझ्नुहुन्न। अब हजुरलाई लाग्छ कि पछि गएर उसले चाहिँ हजुरको कुरा बुझ्छ जस्तो लाग्छ। आखिरमा त्यही होइन र? बच्चा बच्चीले सिक्ने के हजुरबाटै होइन र? कपी पेस्ट त्यही त हो नि, होइन? जस्तो हजुरले बर्ताव गर्नुहुन्छ, जर्को लाग्छ मोबाइल चलाउन दिनुहुन्छ, ए उता जा नकरा, कति कराउँछ। अब हजुरले भोलि गएर त्यही सुन्ने होइन र? त्यही नै सुन्ने हो नि, होइन? कमसे कम यदि हजुरको बच्चा बच्चीले हजुरले गरेको बिहेभ सिरियसली लिन्न भन्ने त फरक नपर्ला, तर कसै कसैलाई त टच गर्छ नि। कसै कसैले त हजुरको कुरा सुनेर मलाई यस्तो भन्यो, यसले मलाई यस्तो भन्यो भन्ने त फिल गर्छ नि। धेरै जस्तो बच्चा बच्चीले फिल गर्छन्। अहिले त झन् अझ बढी छ त्यो। हजुरले अहिले जति फ्रेन्डली हुनुभयो, जति कुरा सेयर गर्नुभयो, जति उनीहरूको कुरा सुन्नुभयो, त्यति क्लोज बन्ने हो। जब हजुरको घरमा नै फ्रेन्डली वातावरण छैन भने अनि के हुन्छ? बाहिरी साथीहरू धेरै बन्न थाल्छन्। बाहिरी साथीहरू राम्रा हुन पनि सक्छन्, नराम्रा हुन पनि सक्छन्। अनि त्यसपछि बिग्रियो भनेर हजुरले आफैले चिन्ता गर्न थाल्नुहुन्छ। गल्ती त आफ्नै हो नि, होइन? किनभने उनीहरूलाई त्यो खालको वातावरण दिइएन नि त, आफू त्यस्तो बन्न सकिएन। अब उनीहरू टाढा हुन्छन्, अवश्य टाढा हुन्छन्, किनभने हजुरसँग फिलिङ्स जोडिन सकेन नि त। यदि हजुरले उनीहरूलाई त्यही किसिमले ट्रिट गर्नुभयो, आफ्नो कुरा पनि केही सुनाउनु भयो, सुनाउन मिल्नेसम्म कुराहरू सेयर गर्नुभयो र उनीहरूको कुरा पनि हजुरले केही कुरा सुन्नुभयो भने पो अनि उनीहरूले पनि पछिसम्म बाहिरी व्यक्तिलाई भन्नुभन्दा त हजुरसँगै कुरा सबै सेयर गर्छन् नि, होइन र? हो, यही फरक छ। अहिले उनीहरूले अहिले खान मन लागेको कुरा हजुरलाई बनाइदिन घरमा झर्को लाग्ला, उनीहरूको कुरा सुन्दाखेरि झर्को लाग्ला, उनीहरूको बिहेभ देखेर झर्को लाग्ला, तर पछि गएर हजुरले आश के राख्नुहुन्छ उनीहरूबाट? फरक यति छ है, यहीँनिर फरक छ। सबै एउटै नहोलान्, तर अधिकांश चाहिँ हजुरले अहिले जस्तो बिहेभ गर्नुहुन्छ उनीहरूले त्यही सिक्ने हो। हजुरले उनीहरूलाई रुड व्यवहार गर्नुहुन्छ, चर्को बोल्नुहुन्छ, झर्किनुहुन्छ, कराउनुहुन्छ, पछि त्यो आफै सुन्ने हो। त्यो कुरा चाहिँ विचार गरिराख्नुहोस्। हरेक ट्रिटमेन्ट, उनीहरूलाई ट्रिट गर्ने तरिका फरक हुन्छ, होइन? हजुरले कुनै पनि बच्चा बच्चीलाई राम्रोसित सम्झाउनु भयो भने उसले मान्छ। पहिले नै झर्की फर्की गर्नुभयो र पछि पहिले नै कराउन थाल्नुभयो भने अनि उसले पनि त्यही सिकिराखेको हुन्छ। त्यो यस्तो कुराहरू चाहिँ हजुरले ख्याल गर्नु होला। अहिलेलाई हजुरलाई यो कुरा सानो सानो लाग्न सक्छ है, तर पछि गएर उसको के हुन्छ? भित्री स्वभाव नै परिवर्तन हुँदै जान्छ। यदि हजुरले उसँग रुखो व्यवहार गर्नुहुन्छ भने, झर्किनुहुन्छ, चर्किनुहुन्छ भने उसले त्यही सिकिराखेको हुन्छ। ए यति त भन्न मिल्ने रहेछ, मलाई त यस्तो भन्नुभयो, मैले नि यति भन्दा के फरक पर्छ र? उसलाई त्यस्तो लाग्न सक्छ। मैले कतिपय बच्चा बच्ची देखेको छु, कति सानीमा कति ज्ञानी पनि हुन्छ। हजुरलाई मैले अघिल्लो भिडियो बनाएको थिएँ, धेरै साथीहरूले अथवा धेरैजनाले त के भन्नुभयो, यो कुरा सुनेर चाहिँ मलाई आनन्द लाग्यो भन्नुभयो। कतिले त भन्नुभएछ, के भन्नुभयो, एक दिन घरमा राख्दा त कति झ्याउ लाग्छ, अझ यिनीहरूलाई त्यस्तो कसरी होला र, त्यस्तो कसरी बन्लान् र भन्नुहुन्छ, होइन? अब हाम्रो सिकाइ, हाम्रो उनीहरूसँग गराइ, होइन, हामीले उनीहरूलाई कस्तो बाटो देखाइरहेछौँ र उनीहरूसँग कस्तो व्यवहार गरिरहेछौँ, त्यो त्यही हामीले पाउने हो, अरू होइन। र अर्को कुरा, हजुरले उनीहरूलाई जति टाढा गराउनु भयो र उनीहरूलाई जति उनीहरूको कुरा सुन्न खोज्नु भएन, त्यति उनीहरू टाढा हुँदै जाने हो। एउटै घरमा बसेको भनेर हुन्छ र? हुन्न नि। हजुर बसेको जस्तो उसको साथी जस्तो बन्नु पर्यो हजुर, अनि बल्ल उसले हजुरलाई सबै कुरा सेयर गर्छ। टिनेज बेला आउँछ, कोही केटाले कोही केटीलाई मन पर्यो होला, कोही केटीले कोही केटा मन पर्यो होला, चुरोट खान मन लाग्ला, बियर खान मन लाग्ला, होइन? अब त्यो कुराहरू हजुरले सुन्ने कसरी त? है नखा, राम्रो हुन्न, त्यसरी हुँदैन। अब
त्यो पुरानो जमाना थियो, मान्थे, गाली गर्थे, थर्काउँथे, सम्झिन्थे। तर अब त्यो छैन। अब अहिले के आयो? प्राइभेसी भन्ने आयो। मोबाइल एउटाको अर्काले चलाउन पाएन। यसको मतलब के? हजुरले उसको मोबाइल हेर्न पाउनु भएन। तर उसको साथी जस्तै बन्नुभयो भने त हेर्न पाउनु भयो नि त। अब जस्तै चुरोट खाला कहीँ गएर अथवा केही अन्य मद्यपान धुम्रपान केही गर्ला, हजुर साथी जस्तो बन्नुभयो, उसलाई गाली गर्नु भएन, तर हजुरले राम्रोसँग उसलाई सिकाउनु भयो। तर सिकाउँदा पनि कसैको बानी कस्तो हुन्छ, इरिटेट लाग्ने गरेर एउटै कुरा रिपिट गरेर भन्ने। त्यसरी होइन। हजुरले हेल्थसँग रिलेटेड कुराहरू त्यहाँ लगेर टच गरेर हजुरले सिकाउनु पर्यो। सिकाइ पनि तरिका हुन्छ। किनभने यो बाबा यस्तै हो, यो मम्मी यस्तै हो, कति कराउँछ, त्यसरी होइन। उसलाई यदि सुन्न मन छैन, उसलाई झर्को लागिरहेछ भने हजुरले तरिका परिवर्तन गर्नुहोस्। अनि बिग्रिन त कसैलाई दिनु भएन। उनीहरूको कुरा सुनिदिनुहोस्, झर्को नमान्नुहोस् होइन। उनीहरूलाई सही तरिकाले, उनीहरूलाई झ्याउ नलाग्ने किसिमले हजुरले सम्झाउनु भयो भने हजुरको कुरा सधैँ सुन्छन्। र हजुरले राम्रै कुरा सुनाउँदा पनि उनीहरूले फेरि हजुरको कुरा शैली तरिका मन परेन भने हजुरले जति नै राम्रो कुरा गरे पनि उनीहरूको दिमागमा छिर्दैन। यति कुरा चाहिँ ध्यान गर्नु होला। किनभने हाम्रा छोराछोरी, हाम्रो नानी बाबुहरू बिग्रनु भनेको हाम्रो लागि पनि नराम्रो हो। उनीहरूको भविष्य त बिग्रिन्छ नै। हामीहरूको सहारा पनि एउटा के हुन्छ, खोसिन्छ। उनीहरू हामीबाट टाढा हुन्छन्। र जति गरे पनि हाम्रो फ्यामिलीबाट भन्दा हामीले उनीहरूलाई राम्रो देख्ने, क्लोज देख्ने अरू बाहिरी मान्छे कहिले पनि हुँदैन। यति कुरा ध्यान दिनुहोस्। मैले भन्न खोजेको के हो भने आफ्नो सन्तान, आफ्नो छोराछोरी, आफ्नो नानी बाबुहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ के गर्नुहोस्, क्लोज बनाउनुहोस्। उनीहरूको कुरा सुन्नुहोस्, उनीहरूको कुरा फिल गर्नुहोस्। किनभने आफू पनि त्यो एजमा हुनुहुन्थ्यो हजुर। त्यो बेला हजुरको दिमागमा कस्तो सोचाइ आउँथ्यो त्यो कुरा बुझ्ने कोसिस गर्नुहोस्। त्यो वर्षको त्यो उमेरमा हजुरलाई कस्तो भइरहेको थियो र अहिले त्यही आफ्नो बाबु नानीहरूको त्यही भइराखेको हुन्छ। त्यो कुनै नौलो कुरा होइन। तर हजुरले यति बुझ्नु पर्यो कि अहिले यो यति एजको भयो, यसको दिमागमा यो कुराहरू चलिरहेछ, मैले यसलाई यसरी ट्रिट गर्नुपर्छ अथवा यसरी सम्झाउनुपर्छ भनेर हजुरले बुझ्नु पर्यो। पहिलाको जस्तो तरिकाहरू अपनाएर उनीहरूलाई धेरै लेक्चर दिएर, धेरै भाषण दिएर त्यसको अर्थ छैन। हजुरले 2 शब्द भन्दा पनि काफी छ। तर हजुरले अनावश्यक धेरै बोलेर उनीहरूलाई सम्झाएर केही फाइदा छैन। साथी जस्तै बन्नुहोस् र बल्ल हजुरले उनीहरूको कुरा सुन्न पाउनुहुन्छ र हजुरले सम्झाउन पाउनुहुन्छ। नत्र हजुरले दूरीमा राख्नुभयो, चिजो मान्नुभयो, झर्को मान्नुभयो भने अब के हुन्छ, उनीहरू टाढा हुन जान्छन्। मेरो कुरा हजुरलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोला है। टिकटकबाट हेर्दै हुनुहुन्छ भने भिडियोलाई रिपोस्ट गर्नुहोला र मलाई साथी पनि बनाउनु होला। र हजुरले युट्युबबाट हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। यो भिडियो चाहिँ त्यो व्यक्तिहरूलाई सेयर गर्नुहोला जसको घरमा साना नानी बाबुहरू छन् अथवा पढ्दैछन्, ग्रो हुँदैछन्, उनीहरूलाई चाहिँ यो भिडियो सेयर गर्नुहोला है त।